हेलो साथीहरू, आज चाहिँ म मेक्सिकन राइस कुक गर्नु गइरहेको छु। कुक गर्दैछु। यो चाहिँ चामल धोएर यसरी तेलमा भुट्नुपर्छ। अब यतिको रातो भएपछि एक सानो बनाउनु पर्छ। यतिको रातो भएपछि चाहिँ यहाँनिर चाहिँ प्याज, लसुन अनि त्यहाँबाट नुन अनि यो पनि राख्छु म माथि कि त्यसको स्वाद हुन्छ। यो लाउँछु रातो भइसक्यो, डढ्ने बेला भयो। अब म लगाउँछु ल। अब मैले यहाँ लगाएँ। हामीलाई यहाँ पानी चाहिन्छ अलि, यसरी लिन्छ। अलिक पानी लाउँदैछु यहाँ म। अब चाहिँ म यो लगाउँदैछु, यसले चाहिँ स्वाद दिन्छ। काल्दो टमाटर दे पोयो भन्ने, यसरी लगाइदिन्छु। यो अघि नै टमाटर लगाएको छ। किन लगाएको भने टमाटर त्यो कलरको लागि। अनि अब म छोपिदिन्छु यसलाई। अलिक नुन पनि थपिदिनु पर्यो। अब म चाहिँ यहाँ लिप लगाइदिन्छु। अलिक सानो आगोमा साथमा लगाएर पकाउँछु म। यहाँनिर चाहिँ मेरो यो स्टेक पाक्दैछ बिफको होइन। यसलाई चाहिँ ठ्याक्कै यसरी पकाएपछि प्याज, लसुन अनि त्यहाँबाट अलिक सिजनिङ बिफको लगाएपछि अनि मजाले पाकेपछि यसलाई चाहिँ अलिअलि फ्राई गरेर खाँदा मिल्छ होइन, मिठो हुन्छ। पाक्दैछ, तेल भयो। यहाँ पुस्दैछु म। मेक्सिकन साल्सा बनाउनुको लागि यो हल्को टमाटर लाउँदैछु। यसलाई चाहिँ यस्तो भयो क्यामेरा, यस्तो हुन्छ भित्र। यसलाई म छिल्छु, यसरी निकाल्दा पनि हुन्छ। यो चाहिँ मैले छिलिसकेको छु। यो खालको यसरी पकाइन्छ। मेरो स्टेक चाहिँ यसरी हुँदैछ। अघि बोइल गरेको यहाँ लगाएको रिकुक जस्तो मेडिको राइस यहाँ त्यो कलरफुल दामी। अब यसलाई खाइन्छ। फाइनली मेरो कार्ने चाहिँ यहाँ मिट रेडी भइसकेको छ। यहाँ रोटी, यसलाई चाहिँ ठ्याक्कै यहाँ लगाएर आउनु त्यसरी साल्सा अनि यो भेजिटेबल रोटी साल्सा यस्तो छ ताको।